हामी चाहिँ युकेमा हुर्केको दाजु भाइ हैन नेपालीमा बोले कस्तो होइसिन्छ म ठिकै छु तिमी कस्तो छौ ठीक छु तिम्रो जिन्दगी कस्तो छ ठीक छ नमस्ते मान्छेहरु ठिकै गर जिन्दगीमा खोड ओ माय गॉड थ्यांक यू केटीहरु चाहिँ कस्तो लाग्छ तिमीलाई एकदम राम्रो सही कस्तो खालको केटी मन पर्छ नेपाली गोरी काली कालीहरु मन पर्छ किन साग ठुलो भएर एकदम यस्तो ह्यान्डल गर्न सक्छ है कान्छेलाई नेपाली केटी मन पर्छ किन ये भन्न त्यहाँ बोल्न यार मेक इट फिफी नेपालीमा खानेकुरा गराइराछु नेपाली कस्तो केटी मन पर्छ तिमी जस्तै म जस्तो दाढी भएको दाढी मन पर्ने केटीहरु भयो त मेरो भाइलाई थमेलको चोकमा देख्नुहुन्छ तिमीलाई केटी कस्तो मन पराउँछौ मलाई पनि ठुलो चाक भएको मन पर्छ कसको त्यो केटीको मेसेज आयो कि के को हो रुक्न केटा हो कि केटी हो स्न्यापच्याटमा हेर्छु केटै रहेछ फेरि जुङ्गाको केटी हो न यो के Tell them about yourself, bro. युकेमा आएको कति भयो 13 वर्ष 13 वर्ष भनेको कति हो इंग्लिशमा 12 years 13 भनेको 12 हो गाइस नेपाल जानु मन छ किन नेपालको बारेमा के सोच्छ तातो ए गर्मी ए Offer you better than me at a party, bro. अनि हामी दाइ भाइ हैन नेपाल आइराछौं जुङ्गा भएको ठुलो चाक भएको कालीहरु छ भने मेरो भाइलाई कन्ट्याक्ट गरौ हैन ए छ्या तँले हात धोइस् किन यार तँले धोती जस्तो बनाछस् त यो टेस्ट मकबैङ This is really spicy, isn't it? I'm gonna have a hard time shitting this out, bro. हेर्दाखेरि इन्डियन बोल्दाखेरि गोरे तर हामी चाहिँ कहाँबाट हो नेपालबाट Thank you guys for watching my vlog. Nepali दाजु भाइको जय नेपाल जय नेपाल. Where do you learn that, bro? Mom.